नमस्कार मित्रहरू, बेस्टल्यान्ड बाई एन्ड सेल रियल इस्टेटमा तपाईहरूलाई हार्दिक स्वागत गर्दछु। आज म तपाईहरूको निम्ति 19 आना जग्गा लिएर आएको छु। यो बाटोमाथिको जग्गा अनि तपाईहरूको निम्ति निकै नै स्पेशल छ। घमाइलो रमाइलो ठाउँमा रहेको खेती योग्य जमिन पनि हो यो र घर बनाउनलाई पनि राम्रो अनि बाटोमाथिको जग्गा तपाईहरूको निम्ति लिएर आएको छु। तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरिदिनु होला र नजिकैको बेल आइकनमा थिचेर हामीसँग जोडिनु होला र यस्तै नयाँ भिडियोहरूको विषयमा तत्काल जानकारी प्राप्त गर्नुहोला। यो जग्गा काठमाडौँ जिल्ला दक्षिणकाली नगरपालिका वडा नम्बर 4 बाँसबारीमा रहेको छ र यो जग्गालाई प्रति आना 6 लाख मात्र भनिएको छ। तपाईहरु चाँडो आएर यो जग्गालाई आफ्नो बनाउन सक्नुहुनेछ। अनि यो जग्गा चाहिँ काठमाडौँ रिङ रोडबाट 9 किलोमिटरको दूरीमा रहेको छ र अहिले यो 4-5 फुटको गोरेटो बाटो माथि रहेको छ। अनि तपाईहरुको लागि यो स्पेशल हुन सक्छ। तपाईहरुले कस्तो प्रकारको जग्गाहरू खोजिरहनु भएको छ त्यो पनि हामीलाई कमेन्ट गर्नुहोला र तपाईहरुलाई यो प्रकारको जग्गा चाहिएको हो भने चाहिँ तत्काल सम्पर्क गर्नुहोला। जग्गा रहे पनि मूल्य बढेर जान्छ, जग्गा किनेर राखे मूल्य बढेर आउँछ। बुझ्नलाई मोतीको माला, बुझाउनलाई पैसाको माला। नबुझेमा राम्ररी सोध्नुहोला, राम्ररी बुझेर मात्र जग्गाहरू किन्नुहोला। साथै तपाईहरुको पनि घरहरू वा जग्गाहरू बेच्नुपर्ने छन् भने हामीलाई सम्पर्क गर्नुहोला। हामी तपाईहरुको घरहरू वा जग्गाहरूको भिडियो सहित विस्तृत जानकारी यस च्यानल मार्फत निशुल्क रूपमा धेरै दर्शक सामु पुर्याउन सहायता गर्नेछौँ। त्यसको निम्ति तपाईहरुले आफै भिडियोहरू खिचेर हामीलाई पठाउन सक्नुहुनेछ र त्यो भिडियोहरू हामी एडिट गरेर हाम्रो च्यानल मार्फत धेरै दर्शक सामु पुर्याउन सहायता गर्नेछौँ। त्यसको लागि सम्पर्क नम्बर 9810 1122 82 व्हाट्सएप नम्बर। व्हाट्सएपमा तपाईहरुले यो तपाईको जग्गा वा घरको भिडियोहरू पठाउन सक्नुहुनेछ। कन्ट्याक्ट नम्बर 9810 1122 82। अहिलेसम्म हामीसँग सहभागी भइदिनु भएकोमा तपाईहरुलाई धेरै धन्यवाद। बेस्टल्यान्ड बाई एन्ड सेल रियल इस्टेट हेर्दै गर्नुहोला र तपाईहरुलाई चाहिएको घर जग्गाहरू यस च्यानल मार्फत तपाईहरुले एकअर्कालाई शेयर गर्नुहोला र आफूलाई चाहिएको खण्डमा कन्ट्याक्ट गर्नुहोला र तपाईहरुले आफूलाई मनपर्दो जग्गाहरू प्राप्त गर्न सक्नुहुनेछ। धन्यवाद।